नमस्कार साथीहरु, अहिले हामी बुटोल नारायणघाट सडक खण्डको पूर्वी खण्डतिर छौं। अनि यहाँ अहिले हामी दुम्कीवासको डाइभर्जन चाहिँ हजुरहरुलाई देखाउँदै छु। त्यो इन्डियन ट्रकले पुल चाहिँ भाँचेपछि बहुतै बेजोग भछ अहिले सबै गाडीको लागि। सानो गाडीको लागि त झन् केही भन्नै पर्दैन। पुलको काम धमाधम भइराखेको छ। खै अब बर्खा अगाडि कम्प्लिट गर्ने कुरा छ। अब हेरौँ कस्तो के हुन्छ। तर डाइभर्जन चाहिँ सानो गाडीको लागि अलि कष्ट छ, तर ठुलो गाडी त सजिलो अहिले गइराखेको छ। पानी नआएपछि माथिबाट खोलाको भर हुन्न, कतिखेर पानी आइहाल्छ, के हुन्छ केही ग्यारेन्टी हुँदैन। यो डाइभर्सन हेर्नु हजुरहरुको लागि नै यो भिडियो बनाएको। तीन चार महिना भइसक्यो यो पुल भत्किएको, अहिलेसम्म भएको छैन कम्प्लिट। धुलो देख्न सक्नुहुन्छ। अनि पुल चाहिँ इन्डियन गाडीले भाँच्दियो भनेर ब्लेम लगायो। दोषी त हो, दोषी हो, तर सरकारको पनि आफ्नो अलि केही कमजोरी छ त्यहाँ। पुलको अब यति पुरानो पुल हो, रिपेयरिङको आवश्यकता थियो। इनको लोडको क्षमता पनि अब नयाँ गाडीहरू जस्तो 25 टन 30 टन लिएर आउँछ त्यस्तो थिएन। अब पुरानो जमानाको पुल हो, त्यो टाइममा यति लोड लिएर गाडी हिँड्थेन। त्यही अनुसारको पुल बनेको थियो पहिला। जब भन्सारबाट गाडी आउँछ इन्डियन गाडी, पहिल्यै अगाडि नै भनिदिन पर्छ यति लोडभन्दा बढी जान सकिन्न। यहाँ अब के भन्ने, अब यस्तै हो हजुर नेपालको अवस्था। दुई पैसा सबलाई चाहियो। बाटोको जो पनि हाल होस्, कसैलाई मतलब छैन। आफ्नो गोजीमा पैसा आउन पाए भयो। हेर्नु बाटोको कस्तो स्थिति छ। ओभरलोड भएर इन्डियन ट्रकले भाँच्दियो हाम्रो बुद्धिजीवीहरूले भन्नुहुन्छ। तर बुद्धिजीवीले यो भन्नुहुन्न जे पुलको कन्डिसन कस्तो थियो, कति दिनबाट रिपेयरिङ गरे थिएन, लोड क्षमता कतिको, त्यो पुलको कतिसम्म, त्यसको पुलमाथि कतिसम्म लोडको गाडी पठाउने नपठाउने। तर ब्लेम चाहिँ छिटो गरिदिनु भयो यहाँको बुद्धिजीवीहरूले। इन्डियन गाडीहरूले भाँच्दियो। त्यही इन्डियन गाडीले त्यो हेभी मसिन चाहिँ नलिएर आएको भए यहाँको बुद्धिजीवीहरूले ज्ञान पेल्नुहुन्थ्यो जे इन्डिया हाम्रो प्रगतिसँग ईर्षा गर्छ, त्यही भएर हाम्रो सामान ल्याइदिएन, मसिन ल्याइदिएन। ल्याएर भाँचिएपछि अब इन्डियन गाडीले भाँच्दियो। बिचारा यो धोतीहरूलाई, इन्डियनहरूलाई पनि शान्ति छैन। ल्याए पनि खराब, नल्याए पनि खराब। खैर कोही बात छैन। आफ्नो अर्को नेताहरू सब ठिक हुन पर्यो। हाम्रो नेताले गर्दा आज यो दुःख पाएको छ जनताले। तर केही होइन, अब वनमा आगो लगेपछि अनि बल्ल हरियो घाँस पलाउँछ। अब नयाँ बाटो उम्मेद गरौँ, आशा गरौँ छिटो न छिटो हुन्छ। दुई फुट 1.5 फुटको खाल्टो छ। धन्य आज पानी परेको छैन, अलिक त्यस्तो खासै बेजोग त भएको छैन आज। ठिकै भनौँ आजको त। आज जनताले केपी ओलीलाई गाली दिएछन्, तर त्यही यो बाटो कम्प्लिट भएपछि त्यही जनताले भन्छ केपी ओलीले काम गर्नुभयो। सो निराश हुने होइन, आश राख्ने हो छिटै नै राम्रो होस्। अब हाम्रो यो बुटोल नारायणघाट सडक खण्डको अलि भौगोलिक स्थिति पनि त्यस्तै छ कि अब के गर्ने। अब
छिटो काम निकाल्न सकिन्न यो। भगवान नगरोस् यो अरुण खोलाको पुललाई के होस्, न त त्यहाँ त डाइभर्जनको लागि पनि त्यस्तो विकल्प छैन। बरु भन्सारमा अहिलेबाट इन्डियन लोड गाडीहरू लाउन मना गरिदिएको, या वीरगन्जको बाटो वैकल्पिक बाटो काठमाडौँहरू जाने गाडीलाई उही वीरगन्जको बाटो पठाए हुन्छ। यो पुलको हेर्नु यहाँ निर्माण अवस्था, गटरहरू हालिसकेका छन्। अब पुल त्यो गटरहरूलाई जोड्ने काम चाहिँ भइरहेको छ, सटरिङको काम पनि लगभग चलिरहेको छ। अब 2-4 दिनमा सायद ढलाइ गर्छन् होला। यहाँ जाम लागिसक्यो, यहाँ दुम्गुबासबाट दुम्गुबास बजार अझै पनि पुगेको छैन, पुलको नजिकै छौँ तर जाम सुरु भइसक्यो।